नमस्कार सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनी तथा शिक्षक साथीहरू। म बसन्त प्रसाद अधिकारी। म आज साधारण तर अत्यन्त महत्त्वपूर्ण कुराहरू अभिभावकज्यूहरू समक्ष राख्न गइरहेको छु। साथसाथै शिक्षक साथीहरूमा पनि म विनम्र अनुरोध गर्दै केही मेरा लामो समयको अनुभवको बारेमा आफ्ना विचारहरू तपाईहरु समक्ष राख्दैछु। आज मेरो भिडियोको तपाईहरुलाई गर्ने अनुरोध भनेको घरमा अभिभावकज्यूहरूले आफ्ना बाबु नानीहरूलाई कसरी स्वतन्त्र रूपमा अध्ययन गर्न प्रेरित गर्ने भन्ने सम्बन्धमा छोटो आफ्नो विचार राख्न चाहन्छु। यहाँहरूले सुनेर प्रतिक्रिया दिनुहोला, म एकदम आभारी हुने थिएँ। सबभन्दा पहिले हामी हाम्रा छोराछोरीहरूलाई आफै पढ्ने बानीको विकास गर्न अत्यन्त जरुरी छ, जुन कुरा अहिले कम्प्लिट रूपमा त्यो हामी देखिँदैन। एक नम्बरमा अभिभावकज्यूहरूलाई म के अनुरोध गर्न चाहन्छु भने तपाईहरुले आफ्नो बाबु नानीहरूलाई आफैले बुझेर आफै मनभित्रबाट मैले पढ्नुपर्छ भन्ने भावना जगाउनको लागि केही टिप्सहरूमा एक नम्बरमा म के भन्न चाहन्छु भने हजुरहरूले घरमा निश्चित अध्ययन तालिका बनाइदिनुहोस्। कि स्कुलले बनाएर पढाउनु हो भने त्यसलाई एकदम कम्प्लिटली फलो गरिदिनुहोस्। स्कुलले तालिका दिनु हो भने द्याट्स बेटर, त्यसलाई तपाईँले कम्प्लिट फलो गरिदिनुहोस्। फर इक्जाम्पल, हाम्रो बाबु अथवा नानी स्कुलबाट आउनुहुन्छ, बेलुका 6 देखि 8 बजेसम्म अध्ययन गर्ने बानी बसाल्नु भनेको एउटा सेड्युल बनाइदिनुहोस्। 6 देखि 8 हो कि बिहान तपाईँ 7 देखि 9 हो कि बाबु नानीलाई र तपाईँलाई मिल्ने, तपाईँ त्यो बेलामा स्वतन्त्र हुनु पर्यो। तपाईँ अन्य कतैतिर काममा चाहिँ तपाईँ व्यस्त नभइकन सेड्युल बनाएर तपाईँको सुपरभिजनमा आफ्नो छोराछोरीलाई बिस्तारै पढ्ने बानी बसालिदिनुहोस्। त्यसमा तपाईँले सहजीकरणको भूमिका खेलिदिनु भयो भने हाम्रो बाबु नानीहरू आफै मैले पढ्न पर्छ हेबिटेड हुनुहुन्छ पढ्नको लागि। एकैचोटि इट्स अ भेरी च्यालेन्जिङ, मलाई थाहा छ एकदम च्यालेन्जिङ छ, तर हामी बिस्तारै बिस्तारै हामी हाम्रा छोराछोरीहरूलाई स्वतन्त्र रूपमा अध्ययन गर्ने बानी बसाल्न सक्छौँ। त्यसकारण निश्चित